सेवारो हाम्रो मिनी ब्लगमा वेलकम छ। हामी दिदीबहिनी आज कहाँ हिँडेको? आज हामी वाटरफलसम्म घुम्न हिँडेको। हाम्रो अवस्था यस्तै छ। कान्छी नानीको सबसे सानो मान्छेले चाहिँ सबले ठुलो भारी बोकेको छ। उता हिरोनीहरू लुखुर लुखुर कुदिरहेछन्। अब मेरो अवस्था चाहिँ यस्तो छ। म्याप झोला यिनै कतिको गाह्रो छ घुम्ने चक्करमा भन त, तिम्रो अनुभव सुनाउन। ठिकै हो, खासै गाह्रो छैन। पहाडमा होइन, पहाडी भयो। भन्दा ठुलो केही छैन। भारी बोक्नु सकिरहेको छौँ। गाउँमा हुर्केको, त्यही भएर विदेश भए पनि नेपाल जस्तै नै भए पाउने सबै। कति राम्रो राम्रो फुल के, त्यही भएर चाहिँ पहाडमा आउनुको मजै भिन्नै छ। त्यही भएर हामी छुट्टीमा पहाड घुम्न आउँछौँ। आरू होइन यो भन त के हो? आरू कि के हो यो? स्विट बनाउँछ या के फल भन्छ यसलाई? गुलाबको फुलहरू कति राम्रो। यो फुल त गुलाब होइन, यो ऊ हो के भन्छ यसलाई गाउँमा, हाम्रो गाउँतिर नौरङ्गी फुल हो। यहाँ कति धेरै छ हेर्नु त। आलु चाहिँ कस्तो भिरभिरमा नि फलेको नि। कतिको रमाइलो भइरहेछ सरू। आज कति वर्ष पछाडि फेरि पहाड हिँड्नु पायो। हिजो अस्ति नि नेपाल गएर हिँडेर आएको होइन? कहाँ गएर आयो? ए रमाइलो हुन्छ नि तपाईँ जानलाई त। कान्छी पच्देऊ, कान्छी पच। ए खतरा पच्दै झोलासँगै। ए सारू। अनि म एकजना बोल्ने काम, मेरो चाहिँ म्याप हेर्ने काम, बोल्ने काम, अनि झोला भिर्ने काम। मेरो झोलाहरू नदेखाउँ भने मान्छेहरू हाँस्छन्। त्यही भएर झोला चाहिँ नदेखाउँ, जस्ट इन्जोय। सिसोल्टी गाउँ धान हिँडेको। अब धान चाहिँ तरै नाच्नुपर्छ है। कान्छी बुहारी ल्याउनु गएको कि जोइ ल्याउनु गएको? लोकन्दी ओके भदै नि हिरोनी यहाँ हुनुहुन्छ। दाउरा गाउँमा गाउँहरू दाउरा खोज्नु मजा आउँदैन। पहाडमा लेकमा गएको जस्तै होइन कान्छी? लेकमा गएको जस्तै शीतल। हामी त तलदेखि आएको नि त, अनि त्यही भएर यहाँ चाहिँ रमाइलो छ घुम्नलाई। कोही आउन चाहनुहुन्छ भने यसो लिमासलदेखि माथि दिक्क लागेर गर्मीले दिक्क लागेर आउनुहुन्छ नि, वेदर चाहिँ एकदमै बवाल छ अहिलेको समयमा चाहिँ। अनि यसरी भारी पनि बोकेर आउनु होला खानेकुरा तयारी लिएर, किनभने पसलको सुविधा छैन यहाँ। अनि त्यही भएर अलिअलि सर्भाइभ त गर्नै पर्यो केही रहर गरेपछि। त्यही भएर चाँडै आउँदाखेरि गाडीमा चढेर ओल्ड हस्पिटलदेखि आउनु सक्नुहुन्छ। अलिकति फ्रेस हुनलाई, दिमाग तातेकोलाई चाहिँ चिसो बनाउन। पहाडतिर जाँदाखेरि त्यो हुन्छ नि चौतारा बस्ने, चौतारा हुँदैन कान्छी? हो त्यस्तै छ नि। माथि त्यो पहिला हिँडेर जाँदाखेरि मामा घर जाँदा हो सानो हुँदाखेरि चौतारामा गर्मी भएर बसिन्थ्यो नि। मामा घर जानु बाटो त खोलाको छेउछेउमा पो हिँड्नु मन लाग्यो। थ्याङ्क यू। ए त तल चाहिँ जाने होला हेर त कान्छी। ऊ यो रोड छ नि। जति घाम लागे पनि तर शीतल नि